हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु र फेरि पनि मैले एउटा नयाँ ब्लग लिएर आएको छु। तपाईहरु सोचिराख्नु भएको होला म यत्रो दिन कहाँ गए भनेर, किनभने मसँग त्यस्तो खासै गर्नुपर्ने केही पनि थिएन। मेरो काम पनि एकदम बिजी थियो, हेक्टिक थियो, अनि बाहिर पनि जान पाएको थिएन, अनि त्यस्तो देखाउनु पर्ने केही पनि थिएन। घरको त्यो डेली कामहरु कहाँ अनि आफ्नो जबहरु त्यति नै थियो। अहिले आज फेरि एउटा भिडियो, म चाहिँ आज एज युजुअल इट्स स्याटरडे, सो म सर्भिसको लागि चर्च जाँदैछु र नर्मली चर्चको प्रोग्राम चाहिँ 12 बजे हुन्छ, तर आज चाहिँ म अलिकति छिटो नै जाँदैछु किनभने हाम्रो चर्चमा चाहिँ केही टाइमपछि चाहिँ प्रोग्राम हुँदैछ, अनि त्यसको लागि चाहिँ डान्स प्र्याक्टिस भएको भएर चाहिँ हामी आज चाहिँ चाँडै नै चर्चमा चाहिँ जति पनि डान्स ग्रुपहरू छन् चाँडै भेट्दैछौँ छिटै। सो आज 8:30 बजीसम्म चाहिँ मलाई चर्च पुग्नु परिसकेको छ। अहिले चाहिँ 8-7 बजेको छ, अनि सर्भिस सकेपछि चाहिँ हाम्रो चाहिँ सानो नानी बाबुहरूको चाहिँ फन रेज प्रोग्राम छ। उनीहरूले चाहिँ खानाहरू पकाउँछ, अनि त्यो खानाहरू चाहिँ हामीले किनिदिनु पर्ने हुन्छ। सो आज थोरै चाहिँ प्रोग्रामहरू चाहिँ छ चर्चमा, त्यसैले थोरै क्लिप्सहरू चाहिँ सेयर गर्छु भनेर म आएको। अहिले चाहिँ म एटिएममा जाँदैछु किनभने त्यहाँ चाहिँ थोरै पैसा क्यास निकाल्नुपर्छ। अब किन्दाखेरि क्यास चाहिँ चल्छ, त्यही भएर नर्मली हामीसँग चाहिँ क्यास हुँदैन, त्यही भएर म त्यहाँबाट चाहिँ त्यहाँ एटिएम छ, त्यहाँबाट चाहिँ म क्यास निकालेर चाहिँ जान्छु। रोड क्रस गर्न पर्यो यहाँबाट। त्यहाँ यो पेट्रोल पम्प पनि हो, अनि त्यहाँ सुपर मार्केट पनि छ, अनि एटिएम पनि त्यही नै छ। सो म एटिएममा आइपुगेको छु, यहाँबाट चाहिँ क्यास निकाल्छु। मेरो चाहिँ त्यहाँ एटिएमबाट चाहिँ पैसा निकाल्नै मिलेन, किनभने सायद त्यो एटिएम बन्द छ होला। बिच बाटोमा गएर बसबाट ओर्लेर चाहिँ पैसा निकाल्नु पर्ने हुन्छ, त्यसैले अब म यहाँ स्टपमा बस कुर्छु, अनि त्यसपछि चाहिँ म बिच बाटोमा त्यहाँ एटिएम छ, त्यहाँबाट चाहिँ पैसा निकालेर चाहिँ जान्छु। सो के हुन्छ थोरै क्लिप्सहरूलाई चाहिँ मैले हजुरहरूसँग सेयर गर्नेछु। प्लिज सबैजनाले हेरेर चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अनि मेरो भिडियोहरू त्यति राम्रो त छैन, तर पनि होप तपाईहरूले सपोर्ट गरिदिनु भयो भने अझै राम्रो भिडियोहरू चाहिँ बनाउने छु। थ्याङ्क यू फर वाचिङ। एटिएम चाहिँ यो एटिएम पनि चलेको छैन, मेरो चाहिँ त्यो एटिएम पनि बन्द भएको भएर चाहिँ त्यो एटिएमबाट पनि पैसा निकाल्नु मिलेन। अब हेरौँ के हुन्छ। सायद आउँदै हाउसतिर पुग्यो भने चाहिँ त्यतातिर चाहिँ सायद एटिएमहरू छ होला, नत्र कसैलाई चाहिँ मैले पैसा निकाल्न भन्नुपर्छ। कस्तो भएको छ खै, किन कस्तो भयो, नत्र मैले त खुल्लै हुन्थ्यो। त्यसैले अहिले चाहिँ म बसमा छु, बसमा बसिरहेको छु। बस एरिया चाहिँ म काम गर्ने एरिया हो, मोस्टली चाहिँ मेरो क्लाइन्टहरू चाहिँ यो एरियातिर चाहिँ हुनुहुन्छ कि, त्यसैले मलाई यो साइडहरूको चाहिँ एकदम धेरै कुराहरू चाहिँ थाहा छ। यहाँबाट चाहिँ मतलब बाटोहरू चाहिँ थाहा मलाई, यहाँ जहाँ छोडिदिए पनि म चाहिँ फर्केर आउन चाहिँ सक्छु। त्यही भएर यो एरिया चाहिँ मलाई एकदम त्यो होम टाउन जस्तो, त्यो आफ्नो घरको साइडको त्यो गल्लीहरू हुन्छ नि, त्यस्तो भाइब्स दिन्छ क्या। अब यताबाट मैले फेरि अझै एउटा बस चेन्ज गर्नुपर्ने हुन्छ, अनि त्यसपछि बल्ल म चाहिँ फाइनल उता हाउसलुतिर चाहिँ पुग्छु। म चाहिँ यहाँ बस स्टपमा आइसकेको छु, अब बस कुर्दैछु। यहाँबाट मैले एउटा बस लिएर हिँडेँ भने चाहिँ म चाहिँ अलमोस्ट चर्चमा चाहिँ पुग्नेछु। यो चाहिँ होम्स्लो एरिया हो, यहाँ चाहिँ मोस्ट अफ द नेपाली अनि एसियन पिपुल, इन्डियनहरू, पन्जाबीहरू चाहिँ यो ठाउँमा बस्छन्। यहाँ चाहिँ केक सपहरू छ, यो पुरै सटरहरूमा चाहिँ यहाँ चाहिँ तपाईहरूले चाहिँ सब्जीहरू, जुन भेराइटी टाइप्स अफ सब्जीहरू चाहिँ पाइन्छ। अनि यहाँ चाहिँ धेरैवटा सपहरू छ यस्तो, तर अहिले बिहान भएको भएर चाहिँ सपहरू चाहिँ चाँडै खुल्ला भएको छैनन्, थोरै सप मात्र खुलेका छन्।
बसबाट झरेर हजुरलाई थोरै भ्यूहरू देखाइसकेको छु। यो चाहिँ हाउसलो एरिया जहाँ एसियन पिपलहरू चाहिँ धेरै बस्छन्। अब म यहाँबाट चाहिँ चर्चमा चाहिँ पुग्न लागिसकेको छु। अब मेरो 5 मिनट्सको वक छ र यहाँ चाहिँ हाम्रो चाहिँ डान्स प्र्याक्टिस स्टार्ट भइसकेको छ। यो चाहिँ बिहान हो, हामीले चाहिँ डान्स प्र्याक्टिस गरिरहेका थियौँ हाम्रो सर्भिस हुनुभन्दा अगाडि, किनभने हामी अरू डे चाहिँ गर्न भ्याउँदैनौँ। अब चाहिँ हाम्रो सर्भिस चाहिँ सुरु हुन गइरहेको छ। सर्भिस सकिसकेको छ र अब नानी बाबुहरूको चाहिँ आज चाहिँ सन्डे स्कुलहरूको चाहिँ फन्ड रेजिङको प्रोग्राम हुँदैछ। उनीहरूले चाहिँ आज ऱ्याप बनाएका छन्। अब हामीले चाहिँ यहाँ अब आफ्नो इच्छाले जति पैसा हो त्यति पैसा राखिदिने, अनि उनीहरूले चाहिँ हामीलाई चाहिँ त्यो ऱ्याप बनाएर चाहिँ दिन्छन्। मेरो त पछि पनि हाम्रो सर्भिस अनि सन्डे प्रोग्रामको फन्ड रेज प्रोग्रामहरू सबै सकेर अब साँझ चाहिँ हामीले फेरि पनि डान्स प्र्याक्टिसहरू चाहिँ गरिरहेको छौँ। सोच्दै हुनुहुन्छ होला के को डान्स प्र्याक्टिस भनेर, यसको बारेमा चाहिँ म हजुरहरूलाई चाहिँ पछि बताउने छु। डान्स प्र्याक्टिस सकिएको अवस्था। यो चाहिँ रातिको भ्यू हाउसलोतिरको। राति भन्नाले साँझ भएको छ। भर्खर म चाहिँ डान्स प्र्याक्टिसहरू सबै सकेर चाहिँ अब घर फर्किँदैछु। बसको वेटिङमा छु म। अनि यतातिर चाहिँ सप्सहरू छन्, नेपाली सपहरू, इन्डियन सपहरू चाहिँ एकदम धेरै छन् यो ठाउँमा चाहिँ। सो फ्रेन्ड्स, म चाहिँ अहिले घरको नजिक आइपुगेको छु। अहिले चाहिँ साँझको 5:30 बजेको छ, तर अँध्यारो भइसकेको छ। देख्न सक्नुहुन्छ पुरै अँध्यारो भएको छ। र आज मेरो चर्चमा चाहिँ डान्स प्र्याक्टिस थियो, अनि फेरि सन्डे स्कुलहरूको चाहिँ प्रोग्रामहरू पनि थियो। आज एकदम रमाइलो भयो। मैले केही क्लिप्सहरू तपाईँहरूसँग सेयर गरेको छु। होप तपाईँहरूलाई मनपर्छ। थ्याङ्क यू फ्रेन्ड्स, तपाईँहरूले मेरो भिडियो हेरेर साथ दिनुभयो। फेरि पनि म नयाँ भिडियोहरू ल्याउने कोसिस गर्दैछु। त्यही हो, आजकल चाहिँ काममा नै बिजी भएर हुन्छु म। अनि त्यस्तो बाहिर आउटिङहरू पनि गएको हुँदैन, अनि फेरि त्यस्तो धेरै केही गरेको पनि हुँदैन नि त। अनि त्यही भएर डेली रेगुलर एउटै भिडियोहरू देखायो भने तपाईँलाई पनि बोर हुन्छ। सो आइ एम ट्राइङ केही समथिङ न्यू गऱ्यो भने चाहिँ अभियसली सेयर गर्छु भनेर। थ्याङ्क यू एभ्री वान फर वाचिङ माई भिडियो, एन्ड डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब। बाई।